गुड मर्निङ छ सबैलाई। आजको बिहानी ब्लग फेरि सुरु भइसकेको छ। हाम्रो बसेको जग्गा चाहिँ यो हो। आजको दिन चाहिँ यस्तो भएको चाहिँ दामी बिहानीको समय। जता पनि क्यामेरा घुमायो उति नै सुन्दर सुन्दर जग्गाहरू छ। यहाँ चाहिँ खिड्कीदेखि च्याउँदैछ हाम्रो प्रेसिडेन्ट सेक्रेटरी साहबले चाहिँ। यता चाहिँ बिहानै कहाँ पुगेर आएछ हाम्रो दुईजना चाहिँ। यसो हो तपाईँहरू चाहिँ कहाँ पुगेर आउनुभयो? नेटवर्क खोज्दै गएको जस्तो छ त, फोनमा बोल्नु नपाएर। यो चाहिँ लाइन थिएन, यहाँ चाहिँ हामी सुतेको। ब्याट्री पनि अब 30% मात्रै छ, भरेसम्म चाहिँ थाम्नुपर्छ। चिसो चाहिँ एकदमै चिसो छ, हात कामिरहेको छ मेरो। भेष मात्रै लगाएकोले गर्दा चाहिँ। बिहानको चिया पनि भइसकेको छ, कफी बिस्कुट चाहिँ दामी चाहिँ क्र्याकर सुगर फ्री बिस्किट। सबैलाई सुगर नहोस् भनेर एडभान्स दिएको अरे, सुगर नलागोस् भनेर। आज अलिक कट्नु भएको चाहिँ कफीमा चाहिँ हामीले बिस्कुट बुझाउँदा खाँदैछौँ। यता चाहिँ ब्ल्याक टी। मैले यो खालको बिस्कुट चाहिँ अलिक फुल हुन्छ नि, चियामा पनि भिज्छ नि, त्यो मनपर्छ। अरू चाहिँ बिहान केही नखाइ भएको पेटमा एक्सर्साइज गर्छ भने चाहिँ यहाँ चाहिँ चिया र ब्रेकफास्ट लिएर चाहिँ अब एक्सर्साइज गर्दै चाहिँ। चाहिँ 10 पो गर्छ होला भनेर कति बेसी गरेको छु। 3 रहेला सुइसाइडको क्रम सकेको हो यता चाहिँ। मैले रिसेट गरे नि उहाँलाई। टुप्पी मात्रै हल्ले, टुप्पी हल्ले नि। आइपुग्यो छेउछेउमा। आवाज आउँदैछ। हामी बसेको चाहिँ यो होमस्टे हो, दामी देखिरहेछ। यहाँ चाहिँ हप्ता दामी गफ हुँदैछ है। यहाँ चाहिँ बोजो पक्रियो अरे, हामी घुम्दै आएको दुईजना मात्रै। घुम्दै जानुपर्छ यहाँदेखि 1 रन लगाएर। त दल यहाँ चाहिँ भित्र चाहिँ दामी बनाउँछ त बोजो। यस्तो हुँदो रहेछ। यो त के हो, दबाई होइन? लेकको बोजो अर्कै हुन्छ होला। यहाँ पस्यो भने त, तर त्यस्तो त उयो त छैन रहेछ कि। पछि यहाँ चाहिँ पानी चाहिँ पुरा हुने रहेछ, अहिले चाहिँ सुकिरहेको रहेछ। यहाँ चाहिँ पानी रहेछ, हरियो छ नि किनभने। निकै इफेक्ट गर्दो रहेछ है अहिले यहाँतिर। यो पोखरी सुक्नु भनेपछि त निकै हो नि। यहाँ रहेछ पोखरी सानो, उक्कालो जाँदो रहेछ 1 रन घुम्ने भनेको। फेरि यहाँदेखि कहाँ जान्छ फेरि हरायो भने खोज्दा हुन्छ। यो फेरि जङ्गलको बाटो चिन्दैन फेरि हामी हो। यहाँ चाहिँ घोडाहरू रहेछ। ट्रेलको पनि त्यो कल मात्रै लाग्दो रहेछ। तर के गर्नु, नो एयरटेल, अन्ली जियोको इमर्जेन्सी कल मात्रै आउँदैछ हाम्रो त। यो चाहिँ हिजो बेलुका चाहिँ देखाउनु पाएन। यस्तो मजाले रोपेको रहेछ कि मटर र आलु स्केलले नापेर रोपेको जस्तै छ यहाँ चाहिँ। यहाँतिर अर्कै आउँदैछ।
भिडियो चाहिँ अब स्विच अफ हुनै गर्नुपर्छ कतिसम्म हुन्छ त्यतिसम्म चाहिँ म भिडियो गर्छु देखाउनेछु तपाईँहरूलाई जहाँ घुमाए पनि क्यामेरा चाहिँ दामी जग्गा छ समाधान चाहिँ फालुट जाने प्लान थियो तर फालुट चाहिँ क्यान्सल भएको छ हामी यहीँ समाधानबाट आज सन्डे सर्भिस बसेर चाहिँ फर्किन्छु यहाँ क्युबी छ क्युबी रहेछ रोपेको रहेछ तर पत्ताहरू चाहिँ सबै कटिङ गरिसकेको रहेछ क्युबीलाई चाहिँ यसरी थाङ्ना लाउनुपर्छ फल्छ अनि यो चाहिँ कटिङ गरिसकेको होला सायद सप्राईको हम्म यहाँ देख्न सक्नुहुन्छ तपाईँले हाम्रोतिर चाहिँ यत्रो उनिउँ चाहिँ हुँदैन यहाँ चाहिँ कस्तो सप्राईको रहेछ यो उनिउँहरू पनि हावा चाहिँ कस्तो डरलाग्दो छ सरर आइरहेको छ हावा यति बेला चाहिँ राइट टाइम चाहिँ होइन रहेछ फालुट जाने चाहिँ पुरा हावा चल्नु थाल्यो अब चाहिँ समय यो सुनेको रहेछ यो भजेको किन्द्रङ हराको पनि चाल पाउँछ नि तर यस्तो लाग्छ नि एक रन बनाएर चाहिँ अघिको जग्गा आइपुगेको छ हामी अब चाहिँ हामी चर्च जाँदै गरेको अब चाहिँ हामी चर्च जाँदै गरेको तर कता हो चर्च चाहिँ याद छैन हामीलाई जग्गा चाहिँ घाम लागिरहेको छ मजाले अन्त सनग्लास लगाइरहेको छु मैले चाहिँ यहाँ चाहिँ ब्लेजर बनाउनेको सल्लाह हुँदैछ एजुन कमिटीको अब चाहिँ यहाँ चाहिँ सन्डे सर्भिस सुरु गर्न आँटेको यहाँ चाहिँ सानो घरमै हुन्छ 2-3 परिवार भएकोले गर्दा आजको सन्डेको डिभाइन सर्भिस चाहिँ यही नै सकेको छ डिभाइन सर्भिस सकेको छ अनि यहाँ बाहिर बसिराख्नु हाम्रो सेक्रेटरी साहबले चाहिँ कस्तो लागेको छ लेखिदिनु भनिदिनु पर्यो आशिषित थियो हाम्रो यहाँ प्रेसिडेन्ट सोध्नुपर्छ कस्तो भयो आजको डिभाइन सर्भिस अघि आएन नि त अहिले आएन त भर्खर अगुवाई भयो तपाईँ ढाँटे थियो के हो भने प्रेयर कोअर्डिनेटर त्यसलाई चाहिँ कस्तो लाग्यो आजको आज एकदम आशिषित यहाँ मण्डली हाम्रो एडभाइजरलाई चाहिँ कस्तो लागेछ एकदमै आशिषित परमेश्वरले चाहिँ मानिसलाई जस्तै जग्गामा भए पनि एक्लै छोड्नु हुँदैन भन्ने कुराहरू चाहिँ यहाँनिर आएर महसुस गर्न सक्छ यो भेगमा परमेश्वरले यो भेगमा पनि परमेश्वरको जनहरू राख्नु भएको कुराहरू यहाँ देख्न पाएका छौँ यहाँनिर एकदम सेवाका यहाँ गर्नुहुँदैछ यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ के भन्नु यो अब एकदम यहाँनिर राम्रो भइरहेको छ हजुर म आएपछि अब यहाँनिर
1 वर्ष भयो भनौँ पोहोर यो 2024-17 फेब्रुअरीमा आएको 1 वर्ष नाग्दैछ र एकदमै सेवाकारी गर्नु एकदमै यहाँनिर नौलो अनुभव होइन नौलो जग्गा एकदमै राम्रो भइरहेको छ आशिषित भइरहेको छ मण्डलीहरू पनि छ यहाँनिर 2 घर र उहाँहरूलाई सङ्गति दिइरहेको छु त्यही हो अब भविष्यमा अरू पनि यहाँनिर अब आउने होला छ आउँछ नै प्रभुको राज्य त वृद्धि चर्च हुन्छ अब हुन्छ तपाईँलाई पनि धन्यवाद अब चाहिँ यहाँदेखि चाहिँ हामी फर्किँदैछौँ अब चाहिँ सिधै घरतर्फ हो यो समाधानलाई चाहिँ टाटा बाई बाई यहाँ चाहिँ मिठाई बाँड्दैछ क्याडबरी डायरी मिल्क सबैलाई म बाँडेर पुगेन भने आधी दिने बताउनु खोज्छ ठिकै चाहिँ हुनु पऱ्यो नि अब चाहिँ यहाँदेखि उकालो उकालो गर माथि गएर ब्यागहरू लगेर चाहिँ घरतर्फ जानुपर्छ म यहाँ घर आइपुगेको छु अघि चाहिँ मेरो फोनको ब्याट्री नै सक्यो त्यही भएर मैले ब्लग कन्टिन्यू गर्नै पाइनँ अनि त्यही हो घर आइपुग्दा चाहिँ 4:30 भएको थियो होला टाइम चाहिँ त्यहाँदेखि यता फ्रेस भएर चाहिँ यहाँ भिडियो बनाउँदैछु अनि यो भिडियो चाहिँ यहीँ एन्ड गर्न गइरहेको छु यदि तपाईँहरूले फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने चाहिँ पेजलाई फलो गरिदिनु होला त्यहाँदेखि लाइक अनि कमेन्ट गरिदिनु सक्नुहुन्छ कस्तो लाग्यो यो भिडियो आशा छ तपाईँहरूले यो भिडियो मन पराइदिनुहुन्छ यति भन्दै यो भिडियोलाई यहीँ एन्ड गर्न गइरहेको छु